सोल्टनी चिटिक्क परेर बाटै बाटो देखेन आउ बस पुर्याइदिन्छु पढा छैन मेरो खुट्टा छैन र तेरो खुट्टा काँधमा राखेर आराम गर्न त हैन दाइ यो घोडा है खच्चड हो रागा भाइ दाजुभाइ भनेको त मर्दा पर्दा चाहिने चिज हो मामा मावली पनि त चाहियो नि ओ ल हेर न यसले बोलेको ढङ्ग होइन तँलाई यसरी सधैँभरि बाङ्गो बाङ्गो मात्रै बोलेर तेरो जुनी चल्छ खै अहिलेसम्म चलिरहेछ त होइन मैले कस्तो चाहिँ छोरा जन्माएछु तिम्रो छोरो हिरो छ त चैतमा रोपेको बिउ यस्तै त हुन्छ त के हेरेर बस्यो टल्ल परेर खाना भात चिसो हुन्छ खान्न जन्मदेखि खाएको भात कति खानु के भयो भाइ मलाई रिस उठ्यो तँलाई रिस उठ्यो भन्दैमा अर्का घरको ढोका त्यतिकै हान्न पाउँछस् तेरो हातको बाध्यो साला पातकी भाउजूको नारी समात्छस् ल साला गम्मै जुटो हाल्यो त Relax and take notes while I take totes. दाइ स्वर्गकी परी धरतीमा झरी जस्तै छ त इन्द्रलाई दिएर होला को मामा हो फेरि यो गणेश जस्तो तेरै मामा हो थपकटो आज औँसी लागेछ भोलि डोगौँला सुटोको छोरी त होइन हो नि दाइ राम्री केटी त टाढेबाट छर्लङ्गी चिनी छ कि दाइ दाइ पो आउनु भएछ त आइपुग्यो त नि बेचारा कति भोकाएर आइपुगेको होला जा एउटा भाले काट मैले मासु मांस छोडिसकेँ मासु त हामी खाइहाल्छौँ नि जाइ नहुँदा हामी आमा बाबु बिनाको टुरा जस्तो भएको छ अनि लामाजी भिक्षा मात्रै माग्न आउनु भएको हो कि ढुक्कै घर फर्किनु भएको हो होइन कतिपल्ट गर्ने हो यसको बिहे अब छोडेर गएपछि भएको एउटा छोरालाई पनि त्यतिकै राख्ने त त्यसले छोडेर गयो पनि फाइदै भयो त्यसैलाई भुल्नको लागि पढेको पढै डिग्री पास भएको छु म बमकाजी शेरचन अनि हजुरको शान्ति वाह शान्ति मलाई अति नै मनपर्ने शब्द हो शान्ति भित्रीदेखि एक खालको आनन्द प्रदान गर्ने खालको शब्द वाह तपाईको चाहिँ कस्तो डेन्जर है बम सुन्दै पड्केला जस्तो गजब बेइज्जती नयाँ वर्ष लाग्यो वैशाख पनि सक्यो जेठमा लगन जुर्छ कार्तिकमा चाहिँ हुँदैन गाठी त्यो महिना कुकुरलाई छोडिदिनु पर्छ उपाय छैन होइन अब छोप्ने हो कुकुरहरू छोप्ने तपाईँको यो रूप मया भाजुले देख्यो भने त हो ठ्याक्कै बेहुला जस्तो देखाएको छ त्यसो भए हिँड्न त बेहुलीको गर्थ्यो ल भाग्यमानी यता काजी दाइ हेलो म बम काजी अरे लातले बुवा कान्छु गराले गन्ने मानेसँग हात मिलाउँछ मैले ठुबासँग हात मिलाउनु हिजोको फुल आजको चल्लाहरू दुनियाँले बच्चा किन नजन्माको भनेर टाउको खाइसक्यो घर सल्लाह गर्नु पर्दैन सल्लाह गरेर बच्चा हुन्छ मान्छे थाहा बस्नु पाउनु त भाग्यको कुरा हो भैँसी भयो खुच्चुकमा ठोकेर उहिले मोमो बनाइसक्थ्यो घुमेर गइसक्यो नि अब अहिले नभए कहिले हुन्छ नभएपछि के गरौ त खेताला खोज्नु खै मामा बिहान कुकुरले गु खानु भएको छैन मान्छे जाँड नारेर बसेका छन् गजब बेइज्जती त गधा बाहिर छ त अपराधीको अनुहार आइन्दादेखि नदेखा मेरो अंश देऊ न त तिमीहरूको जिउनी छुटाएर एक टुक्रा पनि दिन्न मेरो सम्पत्ति तँलाई मरेपछि तिमीहरूको क्रिया चाहिँ कसले गर्छ टिकट हालो गरिदिइहाल्नु म हिँडिहाल्ने हो होइन कोसँग गरिदिने हो टिकट हालो म यहाँ सोल्टिनी छैन कस्तो लुठुवा हो यो तेरो बिहेको चाँजो पाँचो मिलाउँ कि म चाहिँ चुनाव लडौँ एकैचोटि भोजमा बोलाउने त्यही भोट माग्ने सकिगयो नि
यो बियर चाहिँ ट्याक्कै रहेछ स्वादिलो फिजका फिज बियरको भिटामिन फिजमा हुन्छ मैले छोडिसकेँ के भन्छ यो खान खान्न हिजो राति सपनामा निर्जलाजीले रक्सी खान हुन्न भनेको छ ए सपनामा पनि आउँछ आउँछ पूर्वजन्ममा हाम्रो सम्बन्ध थियो कि जस्तो लाग्छ मान्छेले ट्राजेडीमा रक्सी खान्छ यसले छोड्छ आफ्नो आफ्नो स्टाइल अब त अलिक सप्रिँदैन छोरा यो मुला जिन्दगी सप्रिने सुख छैन बिग्रिने सुख छैन अब लाग्ने हो सहरतिर आफ्नै गाउँमा त सिन्का बाँच्न सकेका छैनस् सहर गएर के गर्छस् व्यापार गर्छु के को व्यापार भुत्ला बेच्छस् तँ म बिहे गर्छु खुरु गर्न नापिस् तैँले नापिन भने 2 दिनपछि झुम्रिँदा तिम्रो के बित्छ ल जहाँ जान्छस् जा आजदेखि तिमीहरूको अनुहार नदेखा पैसा ल्याउनु त ल पैसा तपाईँले मन परा केटी जातिको सबैको आमा यति साह्रो छुच्ची किन हुन्छन् हौ छुच्चीको छोरी मनपर्छ त के गर्नु अन्त्याल कुन देशको टुरिस्ट लिएर हिँड्छौ घुमाउन यता काजी 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 त म पनि काजी नै हो यता वीर काजी तिम्रो मामाको आफ्नै भन्छ यता धन काजी तिम्रो माइजूको आफ्नै भन्छ कस्तो साइनो लगाइदिस् हौ सन्त्याल औँसे दाबी गर्ने खालको मेरो बिहे छ खाने बा आउनु गिफ्ट ल्याउनु पर्दैन बेहुला नाम सच्चाराले नाम मिस्टेक छ चोलाबक जानुपर्छ कहाँ जाने हो यस्तो अँधेरोमा के को उज्यालो के को अँध्यारो जिन्दगी नै अँध्यारोमा डुबिसक्यो घर त जानुपर्छ त भाउजू के रे बहिनी